नमस्कार, दुःख सुख बिसाउने कार्यक्रमको 6औं एपिसोडमा तपाईहरुलाई स्वागत छ। पछाडि देखिराख्नु भएको छ यो दार्मा गाउँपालिका हो अनि यतातिर यो रुकुम भयो। यहाँनिर देख्नु भएको छ यो झुलनेडा बजार हो। पारीतिर देख्नु भएको छ त्यो सिस्ने हिमाल अनि यता हिमाल कति रमाइलो ठाउँहरू छ र विशेष गरेर तपाईले पछाडिबाट मुरलीको धुन सुन्नु भएको होला है। म सल्यानको ठाउँहरूमा छु र यहाँ सल्यानमा धेरै साथीहरूसँग कलाले भरिपूर्ण साथीहरूसँग भेट भएको छ र म आज खोज्दै जाँदा एकजना मुरली बजाउने दाइसँग भेटेको छु र उहाँसँग केही जमरको कुराकानी गर्ने प्रयास गरेको छु। कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। हेर्नुहोस् त कति गुनगुनाइराख्नु भएको छ। हजुरलाई हाम्रो सुख दुःख बिसाउने कार्यक्रममा स्वागत छ। पहिलो प्रथम त हजुरको यो पर्दामा आउनको लागि धेरै धन्यवाद हजुरलाई। आउन पाइयो हैन, अहिलेसम्म यस्तो पर्दा सर्दामा आउने बानी पनि भनेपछि अलि त्यो भिडियोमा देखिन उ लाग्छ है। उहाँ पहिलोचोटि पर्दामा देखिएको छु भन्नुभएको छ। यो पहिलोचोटि देखिँदाखेरि हामीलाई पनि हिजो अप्ठ्यारो लाग्थ्यो, उहाँलाई पनि अप्ठ्यारो लागेको होला। अप्ठ्यारो नमान्नु होला है, अप्ठ्यारो नमान्नु होला। हजुरले बाँसुली राम्रो बजाउनु हुने रहेछ र मैले त्यो तपाईँको बाँसुलीको धुन मेरो दर्शक सामु पुर्याउनु पर्छ भनेर तपाईहरुको छोटो मिठो कुराकानी गर्ने, धेरै कुरा बोल्न नजाने पनि तपाईको बाँसुलीको धुन सुनौँला भनेर कुरा गर्न खोजिरहेको छु। हजुरले नाम भनिसक्नुभयो, हजुरको ठेगाना भनिदिनु न। सल्यान पेदी खोला। सल्यान पेदी खोला है। बागचौर गाउँपालिका 4 पर्छ। बागचौर गाउँपालिका 4 को बासिन्दा हुनुहुन्छ उहाँ। पेदी खोला, लौराबाङ पेदी खोला र बाँसुली निकै राम्रो बजाउनुहुन्छ। हामी बाँसुली नै सुनौँ पहिला है। बाँसुली त राम्रो त आउँदैन, धेरै वर्ष भइसक्यो यसलाई छोडेको पनि 14-15 वर्ष भयो भनौँ। बाहिर हिँड्न लाग्यो। पहिला त दाउरा घाँस काट्दा बुनपाखा हिँड्दाखेरि के टुक्काहरू जोडेर के गाउन बजाउन रमाउने मन लाग्थ्यो। आजभोलि चाहिँ अब बाहिर गएपछि अब विदेश हिँड्ने बानी अब हाम्रो त अब बानी भन्दा विदेश कुन ठाउँ जानु भएको थियो? विदेशमा साउदी गएको छ। साउदी जानु भएको थियो। कति वर्ष बसेर आउनुभयो? त्यहाँ म लगभग 10 वर्ष बसेँ। 10 वर्ष? पुरै जवानी उतै फाल्नु भयो। अझै अब उतै बसियो भनौँ, धेरै लामो समय बस्यो। फेरि पनि अब जानेको यस्तै कुरा छ। ठिक छ। हामी हरेक नेपालीको एउटा बाध्यता छ। हेर्नुहोस्, हरेक घरबाट विदेशतिर नजानिए भने, परदेशतिर नजानिए भने एउटा चुलो बल्न सक्ने अवस्था छैन। यो के भनौँ, कसैलाई दोष दिउँ, तर दोष त कुनै न कुनै कारणको त छ। यो विषयमा हाम्रो कुराकानी गर्दै गरौँला। अहिले एउटा मुरली सुनौँला। करनाले कहिले कसो मायाको गाउँतिर मयाउनु पर्ला नि, कहिले कसो मायाको गाउँतिर मयाउनु पर्ला नि। आहा, कहिले कसो मायाको गाउँतिर मयाउनु पर्ला नि। हेर्नुहोस् त, उताको गाउँ हेर्दाखेरि यो गीतले ठ्याक्क मेल खाएन त। अनि विदेशतिर 10 वर्ष बसेर आएँ भन्नुभयो। अब के छ त प्लान? आगामी यात्रा जति बचेको छ जिन्दगी त्यसलाई कसरी कटाउने प्रयास प्लान गर्नुभएको छ? प्लान त अब 2-4 वर्ष फेरि अब बाहिरै जानुपर्छ जस्तो छ। बाहिरै जानु पर्ला जस्तो छ। अब केही महिनापछि सायद जान्छु होला। अब 1 महिनापछि बाहिरतिर नै जानुहुन्छ? भिसा आउँदैछ। यो 1 महिना भन्दा पनि 2-4 महिनापछि नै हुन्छ होला। ठिक छ। भर्खरै आउनु भएको। आउन दिनबाट नै बाहिर जाने हामी नेपालीहरूको प्लान भइरहेको छ है। हजुर, प्लान पनि हुने र फेरि कस्तो भन्दैन, गाउँमा पनि अब पहिलाको जस्तै अब त्यस्तो रमाइलो माहौल यताउता अब हुँदैन होइन। अब त्यही जो कुछ देखिन्छ मोबाइलमा देखिहालिन्छ। अब अरू त्यो बाहिरतिर जान पनि त्यति खासै
लाग्दैन, मनले पनि मान्दैन, साथीभाइहरू हुँदैनन् प्रयास अब त्यस्तो मिल्ने साथीभाइहरू भएपछि अब टक्क माहौल बनाएर जाम बसौँ उठौँ भन्ने भए चाहिँ अब त्यो रमाइलो हुन्थ्यो होला। अब त्यस्तो खासै एकदम सँगै पढेका सँगै खेलेका साथीभाइहरू कोही कतार कोही साउदी कोही कतै है आफू मात्र नमजा पनि लाग्छ नि है। भयो अलिकति फेरि अब परिवारसँग त सँगै हुँदाखेरि त्यो रमाइलो त हुन्छ नै, तर एउटा जति परिवार चाहिन्छ त्यति एउटा साथीभाइ पनि चाहिन्छ हो नि। चाहिन्छ हजुर, एकदम साथीभाइ चाहियो। अनि बाँसुरी बजाउन चाहिँ तपाईँले कहिलेबाट सिक्नु भएको? बाँसुरी बजाउन त मैले 10 वर्षदेखि हो सिकेँ, बच्चैमा सिकाएको। तर मैले अहिले सबै बिर्सेँ, किन भन्दाखेरि अब बाहिरै हिँडिन्छ, बाहिर गए बेला अब त्यस्तो खासै बजाउन पनि अब मुस्लिम देश साउदी त अब यस्तै पनि अब त्यस्तो ओपन देश होइन, केही गर्न मिल्दैन। विदेशतिर त अब बाँसुरी बजाउन त त्यस्तै के हुन्छ ठिक छ। जे होस् अहिले गाउँतिर आएर त्यति रमाइलो लागेको छैन। त्यसो भए रमाइलो त अब यस्तै नै, अब गाउँमा त आउँदा त रमाइलो लागिहाल्छ नि। फेरि पनि अब त्यस्तो रमाइलो गर्ने माहौल चाहिँ साथीभाइ नहुँदा हुँदैन भन्ने खोजेको मात्रै हो। तर विदेशमा पनि अब त्यस्तरी बाँसुरी बजाउने नाच्ने गाउने त्यस्तो अब त्यस्तो मिल्दैन। कहिलेकाहीँ मुस्लिमहरूले देख्यो भने नराम्रो तरिकाले हेर्छ, त्यो भएर त्यस्तो खासै हुँदैन। अब गाउँतिर आएपछि कहिलेकाहीँ मन लाग्छ भनौँ न, 2 दिन 3 दिन भयो भनौँ न, यस्तो यो रमाइलो गर्न लाग्यो मैले। यो फेरि नत्र पुरानो भाका फेरि ल्याउँदैछु, अब त बिर्सिने पनि गइसक्यो। अब पहिले बच्चैदेखि यही ध्यान त गरे भए कहाँसम्म पुगिन्थ्यो होला, तर अहिले त अब त्यहाँसम्म पुग्ने ठाउँ त छैन। त्यही पनि हल्का रमाइलो गरौँ साथीभाइहरूसँग भनेर यो पुरानो यादलाई मतलब यो सम्झाउन ताजा बनाऊँ, 2-4 शब्द यसो गाना साना गाएर भनेर यसो जङ्गल हेरेर बजाउँदै थिएँ। ठिक छ। बाँसुरीको धुन कति सुहाएको छ पछाडिको उसले गर्दाखेरि। ठिक छ, हामी फेरि पनि जोडिने छौँ, एउटा बाँसुरीको धुन सुनौँ। जेमा बजाउनुहुन्छ बजाउनुहोस्, पुरानो भाका सुनौँ है। अलिक यता उराइदेऊ लगाना झुराइदेऊ प्रभु पारेवा उराइदेऊ लगाना झुराइदेऊ। लाउन प्रभु परेवा उराउँछु है, हजुर उराउँछु लगान जुराइदेऊ। यो गीत धेरै पुरानो हो, कति मिठो बाँसुरी सुनाउनु भयो बाँसुरीबाट उहाँले। अनि अब धेरै पर्दामा पहिलोचोटि देखिएको छु भनेर भन्नुभयो, केही भन्न मन लागेको छ? त्यस्तो त केही छैन हजुर, त्यस्तो केही छैन है। हजुरहरूको मैले योभन्दा पहिला धेरै साथीहरूसँग एउटा पञ्चे बाजा बजाउनु हुन्छ, उहाँसँग कुराकानी गरेको थिएँ, साहित्यकारसँग कुराकानी गरेको थिएँ। उहाँहरूलाई सरकारले तपाईँहरूलाई केही हेरेको छ, केही वडाले सम्मानहरू गरेको छ भनेको थिएँ। अब उहाँहरूलाई गरेको छैन भने झन् तपाईँ विदेशमा बसेको तपाईँलाई झन् केही सम्मान छ भन्ने मलाई लाग्दैन। कि कतै गाउँघरमा एउटा कार्यक्रमहरू हुन्छ वडाले, अनि त्यहाँ पछि यो सरकार पक्ष कुनै ऊहरूमा चाहिँ तपाईँलाई त्यस्तो केही सम्मान पत्रहरू पाएको छ? त्यस्तो त छैन सर यहाँ त। अब त्यही अब बाहिरतिर त अब बाहिरतिर हिँड्ने मान्छेलाई अब त्यस्तो अब यहाँतिर घरतिर बस्ने पनि त्यति पाएन मैले। अब बच्चामा छँदा हल्का सल्का बजाइयो होला, यस्तो रमाइलो गरियो। अब त्यसपछि उता विदेशतिर लाग्यो, विदेश लागिसकेपछि त्यस्तो अब यताउता यहाँ गाउँतिर यता त्यस्तो छैन, रमाइलो गर्ने यताउता भएन नि पहिला, त्यस्तो भएन भनौँ। किन भन्दा साथीभाइहरूसँग अब बाहिर भयो मान्छे साथीभाइहरूसँग बसेर अब रमाइलो गर्ने माहौल नै मिलेन, त्यसले अब भएन भनौँ। अब केही हुने आश भयो चाहिँ त्यसको लागि ठिक छ। पक्कै पनि स्थानीय सरकारलाई हामीहरूले खबरदारी गर्ने नै छौँ। जुन एउटा सल्यानमा कला गला लुकेर बसेको छ, हराउँदै गएको छ एउटा मौलिक, त्यसलाई जसले जगर्न खोज्नु भएको छ त्यसलाई सरकारले केही न केही व्यवस्थापना गर्नै पर्छ। वडा सरकारले, स्थानीय सरकारले भन्ने हाम्रो जोरदार माग छ, रहने छ। र अरू केही नभए पनि एउटा सम्मान पत्र तपाईँहरूले दिनुपर्छ यस्तो कला गला भएको मान्छेलाई भन्ने हाम्रो चाहना हो। र अन्तिममा केही सोधे हुन्थ्यो, मैले केही भन्न पाए हुन्थ्यो भन्न लागेको छ? त्यस्तो केही छैन, केही लागेको छैन। ल त हामी मुरलीको धुन सँगसँगै हामी बिदा गरौँ। ल त ल। बिन्दामा बिन्दायो तिम्रो रूपैले
दादु पहिले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले। म एउटा टुक्का गाउँछु, त्यहीमा बाँसुली बजाइदिनुहोस् है। ए माथि बस्ने खोलीको लेउलेउमा माया बस्यो कलेजी छेउछेउमा सल्लादो पहिले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले। सल्लादो पहिले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले। आहा कति मिठो बजाउनु भयो, धेरै धेरै धन्यवाद मलाई यति समय दिनुभएकोमा। र म अन्तिममा एउटा रमाइलो प्रश्न तपाईँलाई सोध्न चाहन्छु, लभ कतिवटासँग परेको थियो? त्यस्तो लभ सब त खास भएन सर। डाइरेक्ट बिहे गर्नुभयो? मागेर गर्नुभयो कि आफै भगाएर? गर्न चाहिँ भगाएर गइयो, तर त्यस्तो बच्चैमा त्यस्तो लभ सब भन्ने पनि त्यति अब गइएन। कति भयो बिहे भएको? बिहे भएको त भयो सर लगभग 20 वर्ष। उमेर सोध्न मिल्छ? उमेर सोध्न मिल्छ। कति भयो? लगभग ठ्याक्कै 35। ठिक छ। यस्तो बाजागाजा बजाउने सबैजनालाई काठमाडौँतिर गएर आफ्नो कला प्रस्तुत गर्ने एउटा माध्यम बन्दैन, त्यो एउटा वातावरण मिल्दैन। त्यसैले यो गाउँ घरमा जति पनि कला लुकेर बसेका एउटा क्षमता भएका कलाकारहरू हुनुहुन्छ उहाँहरूलाई अलिकति केही गाउँको एउटा स्थानीय सरकारले सम्मान गर्नुपर्छ भन्दै उहाँसँग म बिदा चाहन्छु। नमस्ते। केही भन्नुहुन्छ? त्यस्तो भन्ने त अब खासै केही छैन सर। केही छैन, पर्दामा पहिलोचोटि देखेर लजाउने भन्दा पनि सर खास लजाउने भन्दा पनि खासै यस्तो अब खासै अब कुराहरू केही आफूसँग केही जिज्ञासाहरू भएदेखि त्यो कुरालाई सेयर गर्ने हो। अब त्यो जिज्ञासाहरू केही छैन भने चाहिँ के सेयर गर्नु र भने। ठिक छ, कुनै दिन तपाईँहरूका केही जिज्ञासाहरू आए भनेपछि हामीलाई सम्झिनुहोस् है। हामी तपाईँहरूको माझमा सधैँ रहनेछौँ, तपाईँहरूको साथमा छौँ। तपाईँहरूको साथ हामीलाई, हाम्रो साथ तपाईँलाई, र सबैभन्दा पहिला तपाईँहरूको साथ हामीलाई चाहिन्छ। हाम्रो साथ तपाईँहरूलाई छैन, तर तपाईँहरूको साथ हामीलाई चाहिन्छ। धेरै धेरै धन्यवाद।